धेरै पुरानो समयको कुरा हो। फारसी सल्तनतमा मकरान शाह नामका एक प्रसिद्ध र इमानदार बादशाह शासन गर्थे। मकरान शाह आफ्ना प्रजाहरूका लागि रहमत ठानिन्थे, किनकि उनी सधैँ इन्साफका आधारमा फैसला गर्थे र प्रत्येकको दुःख सुखलाई आफ्नो सम्झन्थे। उनी प्राय आफ्नो राज्यका टाढा टाढाका क्षेत्रहरूमा आफ्नै विश्वस्त घोडामा यात्रा गर्थे, प्रजाको अवस्था बुझ्न र प्रकृतिका सुन्दर दृश्यहरूको आनन्द लिनका लागि। त्यही राज्यको एउटा मरुभूमि अर्थात् सहराई क्षेत्रमा एउटी गरिब र बुढी आमा बस्थिन्। उनको जीवनको एकमात्र सम्पत्ति एउटा गाई थिई। त्यो गाई दिनभर जङ्गलमा चढ्थी र बेलुका फर्किन्थी। बुढी आमाले त्यसको दूध निकालेर आफ्नो भोक मेटाउँथिन् र जीवनका दिन काट्थिन्। एक दिन बादशाहका केही सिपाहीहरू त्यस क्षेत्रमा पुगे। उनीहरूले त्यो गाई देखे र अचम्म मान्दै भने, यो त धेरै स्वस्थ गाई छ, हामीलाई बेचिदेऊ। बुढी आमाले चिन्तित हुँदै भनिन्, यो मेरो बुढेलीको सहारा हो, यसको दूध खाएर म बाँचिरहेकी छु। यदि यो बेचे भने म बाँच्न के गरूँ? कृपया अर्को गाई खोज्नुहोस्, यो म बेच्न सक्दिन। सिपाहीहरू बुढी आमाको अस्वीकारले रिसाए र धम्की दिए, यदि बेचिनस् भने जबरजस्ती लिएर जानेछौँ। र अन्ततः उनले गाई छिनेर त्यसैको मासु पकाएर खाए। बुढी आमाले असहाय भएर त्यो दृश्य हेर्दै आँसु झारिन्, तर उनको मनमा न्यायको आगो बलिरह्यो। आकाशतर्फ हेर्दै उनले रुँदै भनिन्, हे अल्लाह, म त केही गर्न सक्दिन, तिमी नै मेरो सहारा हौ, मलाई न्याय देऊ। बुढी आमाले आफ्नी फरियाद बादशाहसम्म पुर्याउने प्रयास गरिन्, तर गरिबी र असहाय अवस्थाका कारण उनको आवाज दरबारसम्म पुग्न सकेन। दिन बित्दै गए, महिना भए, तर न्याय पाइएन। एक दिन कसैले उनलाई खबर दियो, आज मकरान शाहको काफिला नजिकको पुलबाट गुज्रिनेछ। यो सुनेर बुढी आमाले निर्णय गरिन्, यो मेरो अन्तिम प्रयास हुनेछ, म आफै बादशाहलाई भेट्छु। जब बादशाहको काफिला पुलमा आइपुग्यो, बुढी आमाले हिम्मत गरेर अघि बढिन् र बादशाहको घोडाको लगाम समातिन्। मकरान शाह अचम्ममा परे र सोधे, आमाजी, के भयो? तपाईको अनुहारमा देखिएको यो पीडा कुन दुःखको कथा हो? बुढी आमाले रुँदै भनिन्, हे मकरान शाह, तिम्रा सिपाहीहरूले मेरो गाई जबरजस्ती लिएर खाए। त्यो गाई मेरो बुढौलीको सहारा थियो। अब भन, यसको हिसाब तिमी यहाँ तिर्नेछौ कि पुले सिरात अल्लाहको अदालतमा? यो सुनेर मकरान शाह कापिए। उनी तुरुन्तै घोडाबाट झरे र रुँदै भने, म यो हिसाब परलोकमा तिर्न सक्दिन आमाजी, जुन क्षतिपूर्ति चाहिन्छ यहीँ लिनुहोस्। त्यसपछि मकरान शाहले दरबारमा हुकुम जारी गरे। त्यो सिपाहीहरूलाई तुरुन्तै गिरफ्तार गरियो। बुढी आमालाई न केवल गाईको पूरा मूल्य दिइयो, तर राज्यतर्फबाट आर्थिक सहायता पनि प्रदान गरियो, ताकि उनले बाँकी जीवन शान्ति र सम्मानका साथ बिताउन सकुन्। यो घटना मकरान शाहका लागि ठूलो सबक बनियो। उनी गहिरो सोचमा परे र प्रतिज्ञा गरे, अब म आफ्नो राज्यमा यस्तो अन्याय हुन दिने छैन। प्रत्येक पीडितलाई न्याय मिल्नेछ र अत्याचारीलाई कडा सजाय दिइनेछ। त्यसैगरी हजरत उमर रजियल्लाहको प्रख्यात भनाइ छ, यदि फरात नदीको किनारमा कुनै कुकुर पनि भोकै मर्यो भने उमर त्यसको जिम्मेवार हुनेछ। यही कारणले अल्लाहका भक्तजनहरू कहिल्यै राजपाट र सत्ताको माग गर्दैनन्। यो घटना हामीलाई गहिरो शिक्षा दिन्छ कि न्याय र अरूका अधिकारको ख्याल राख्नु हाम्रो जीवनको अत्यन्तै महत्त्वपूर्ण अंश हो। धेरैजसो समय हामी आफ्ना सुख सुविधा र रमाइलोमा यति तल्लीन हुन्छौँ कि हामीभन्दा कमजोर मानिसहरूको पीडा र समस्यालाई नजरअन्दाज गर्छौँ।